ल तलहरुको भुन्टीले तँलाई चिठी लेखिथि ल त भुन्टीले मलाई चिठी चिठीले के लेखि त तँलाई पनि पढ्न त आउँदैन है अब यो चिठी लिएर कसलाई पढ्न गरौँ चिठी त लेखी चाहिँ मोरीले त तल्लो घरको दानेले पो पढ्छ होला हौ त्यसकोमा जान्छु ल म गएँ त यो मलाई सुन्तलीले चिठी लेखी कहाँ चाहिँ हो तर दाने ओइ दाने के भयो के गर्दैछस् हौ त भाडा सुन्यो एक दुई कक्षा भए पनि पढेको छस् हेर ला त यो चिठी पढ आज तँलाई म कहाँ छोड्छु र त्यसै ओइ के भयो किन कोरेको के आज यता पढ म तँलाई पढ्दै सुन्छु लाइजाउस् सुन है त राम्रोसँग पढे के लेखिरहेछ त्यसले तँ डल्ले तँ भुन्टे के भनेको हो तैँले नकर न यहाँ चिठीमै त्यही लेखेको छ त ए ल ल पढ तँ डल्ले तँ भुन्टे तँ झ्याप्ले तैँले बाटोमा फर्किँदा हेरिस् भने तेरो म आँखा फुटाइदिन्छु मलाई जिस्काइस् भने या बोल्न खोजिस् भने म तेरो मुख फुटाइदिन्छु मैले बाटोमा भेट्दा मुन्टो फर्काएर हिँड तेरो त्यो दाने साथी छ नि म त्यसलाई मन पराउँछु त्यो हेन्डसम छ त्यसको हाइट पनि छ त्यो एक दुई कक्षा पनि पढेको छ म त्यसलाई मन पराउँछु मलाई जिस्काउने या बोल्ने होइन साथीको नाममा कलङ्क रहेछ